पुरा भने अनि त्यतातिर जाँदै ल मेरा कारण यो हो भनेर भन्छ ल मेरा कारण अब अध्यक्षजीले राजीनामाहरू दिएर मैले के पाउने के पाइनु एक है म आफू समायावधि गरेको 19 गते हो कति चार कति गते हो 12 फागुन 19 हो एक महिना 7 दिन सक्यो राजीनामा दिएर समाधान भएको पनि होइन उहाँले के राजीनामा दिएर पनि होइन पैसा उहाँले मलाई आँखा लागेर दिएर पनि समाधान पनि होइन हैन उहाँले चाहिँ के गर्नुभयो भने जसरी मेरो माग गरेको समाजलाई मैले गल्ती गरेँ मलाई त माग्नु पर्यो समाजलाई माग्नु पर्यो मैले गल्ती गरेँ मैले जानी गरेँ अन्जाममा गरेँ जानी मैले गल्ती गरेँ अहिले यो हिम्मत मान्छे हो अहिले यस्तो गल्ती गर्दैन हैन उहाँले भनेको जे भनेर दिन सक्दैन त्यो चाहिँ पुरा गर्छु भनेर समाजलाई भन्नु पर्यो सक्यो हैन त्यसपछि व्यवस्था ठीक छ कस्तो समाज स्कुलमा अभिभावक भेला बसाएर हो कि स्कुलमा समर्थन गरे मैले जानी गरे पनि अनजानी गरे पनि त गल्ती गरे वाला ठीक छ गल्ती स्वीकार गरे यो स्वीकार गरेर उहाँका जो 3 वटा कुराहरू आया छन् त्यो कुराको लागि जे गर्नुपर्छ मेरो हातबाट हुनेसम्म आफू गर्छु नभएको मागसँग छ नभएको नगरपालिका तीनै कुरामा तीनटा मात्र सर भन्नुहुन्छ नि उहाँको माग के हो तपाईले भन्नुभयो राख्ने मात्र सरले भन्नुभएको छ व्यवस्थापन समितिको बैठक बोलाउनुहोस् काम बेला बोलाएर पनि एकचोटि माफी माग्दिनु माइलिङ गरिदिनु ओके त्यो ठीक छ दोस्रो नम्बर उहाँले भन्नुभयो मलाई त्यहाँ बस्ने वातावरण भएन भन्नुभएको छ त्यो वातावरण उहाँले भएन भन्नु पनि उचित कुरा होइन म त्यही बस्ने वातावरण बनाइदिन सक्छु उहाँसँग कुनै पार्टी पक्षमा छैन ठीक मलाई त्यही बस्ने वातावरण बनाइदिन सक्छु यता कता उहाँलाई आफ्नै मनमा विद्यार्थीसँग पनि अलिकति देख्यो नराम्रो भए जस्तो लागेको छ उहाँलाई भनेर म अन्त जान्छु भने अर्को ठाउँ साथी गराइदिन सक्छु त्यसको समर्थन हामी गरिदिन्छौँ हामीले सरुवा गराउने होइन तपाईँलाई चाहिँ सेवारी दिने हो त्यो हामी गराइदिन्छौँ 2 तेस्रो हजुरले के भन्नुभयो 2 त्यति कुरा छ तेस्रो के भन्छ त्यहाँ माया नगर्यो आदेखि यस्तो घटना त्यो कहिले हुने छैन यही समाजमा बसेको त्यस्तो घटना प्राप्त बोलाएर हामी पूजा नै गर्ने छैनौँ एकदम ठीक छ तालिम पनि कुरै छैन के एक मिनेट है एकछिन अध्यक्षज्यू एकैछिन एउटा कुरा अरू राख्छु है म यहाँ एकैछिन पक्नु एक मिनेट अब यो के छ भने त्यो यहाँ एक किसिमको भयो होइन गल्ती थियो जस्तो भए तापनि समाधानको पाटोतिर दुइटै तपाईँ पनि पुग्नु भयो चिन्ता पनि एक किसिमले हल भयो अनि यसको तपाईँको यो कहिले गर्ने भन्दाखेरि तपाईँको कम छ त्यसो भन्दा त्योभन्दा पहिला प्रहरीहरूले आफ्नो भूमिका के निभाउनु पर्छ तपाईँले निभाउने व्यवस्थापन समितिले निभाएर जति सकिन्छ छिटो यसलाई चाहिँ टुङ्गोतिर लैजानु अहिले केटीको आचार संहिता लागेको छ त्यो पनि हामीले सक्ने त्योबाट यहाँ मान्छेको सरलेबाट दिन्छ उहाँले भन्नुभयो कि हाजिर लगाउने व्यवस्था अहिले पनि हाजिर लगाउने कुरा हुँदैन त्यहीसँग काम गर्नु तर अर्को कुरा ल्याउँदैन त्यो भन्ने कुरा